आजको अर्डर चाहिँ मेरो श्रीमती मेरो वाइफलाई नै एउटा सरप्राइज भनेर आएको छ। उहाँसँग काम गर्नुभएको दुबईमा एकजना साथी चाहना, उहाँले चाहिँ यो बुके अनि यो कङ्ग्रेचुलेसन लेखेको एउटा फोटो फ्रेम, जसमा दोस्रो पटक आमा बन्ने सौभाग्य पाएकोमा धेरै धेरै शुभकामना लेखेको छ। र म पनि यसमा छु। र हाम्रो यो नवजात शिशु हाम्रो छोरी सान्वी, उहाँको नाम चाहिँ हामीले सान्वी राखेको छौँ। सानो टेडी बेयर पनि छ। अनि म चाहिँ घर आइसकेको छु। अनि मसँग काम गर्ने मेरो अरू दुईटा टिम मेम्बर उहाँ पनि आउँदै हुनुहुन्छ र हामीले चाहिँ मिलेर सरप्राइज दिने प्लान गरेको छौँ उहाँलाई। हेरौँ है तब कस्तो हुन्छ। पर्किँदैन नि त यो पर्किँदैन रे। कङ्ग्रेचुलेसन भाउजू, पर्किएन यहाँ पनि छ फेरि, यो पनि देखाउनु पर्यो नि त। के सबजना आउनु के आयो कसले जस्तो लाग्यो भाउजू तपाईँलाई? गेस गर्नु न एकचोटि। कसले अरे? बुढोले होइन होइन दाइ, विथ लभ के हो? चाहना? चाहनाले होइन होला, लेखेर पठाएको छ त। लेखेर पठाएको छ हामी चाहनाले तपाईँको साथीले। म त पत्ता लागेन त। त्यसले कहाँबाट सम्झि त अनि मलाई? सम्झिहाल्छ नि त नि। साथीहरूले सम्झिहाल्छ। यहाँ लेखेकै छ त, दोस्रो पटक आमा बन्ने सौभाग्य पाएकोमा धेरै धेरै शुभकामना। मैले त एक्सपेक्ट नै गरेको थिइनँ। ल थ्याङ्क यू सो मच है चाहना। केक पनि दिइहाल्नु। ल हेर म त साँच्ची अल्छ म गेसै गर्न सकेको थिइनँ। त बुढोले होला अन्त। थ्याङ्क यू सो मच। म त कति ह्याप्पी छु आमा। ल हेर म साँच्ची एक्सपेक्ट नै गरेको थिइनँ कि यो चाहिँ। थ्याङ्क यू सो मच चाहना। थ्याङ्क यू सो मच चाहना। यति धेरै मलाई स्पेसल गराएकोमा मैले त सोचेको पनि थिइनँ, मैले एक्सपेक्ट पनि गरेको थिइनँ। थ्याङ्क यू सो मच। म के भने म शब्द बयान पनि गर्न सकेको छैन कि म त्यति धेरै खुसी ह्याप्पी छु। थ्याङ्क यू।